गृहमन्त्री भर्खरै गृहमन्त्री आउनु भएको छ। दादा अलिकति पछाडि गरिदिनु न क्यामेरा हामी नि खिचौँ। गृहमन्त्री आएर भइबक्सिन्छ के गर्ने हजुर। अब हजुर हामी पहिला एउटै अभियानमा हिँडेको हो। अहिले हजुर गृहमन्त्री भइबक्सिन्छ तर यो चिजहरूलाई हजुरहरूले कसरी मूल्याङ्कन गरिबक्सियो त गृहमन्त्री? हजुर हामीले पत्याएर बनाएको गृहमन्त्री हजुरको विरोध भइरहेछ तर पनि हजुर जस्तो एउटा निष्कलङ्क छ गृहमन्त्रीले केही काम गरिबक्सिन्छ भन्ने हाम्रो विश्वास छ। म पनि यस्तै अब आन्दोलनबाटै आएको मान्छे हो। माइतीघर मण्डलामा चाहिँ हामीले धेरै आन्दोलन गऱ्यौँ। अब सुरुमा कठिन पनि थियो यहाँ आन्दोलन गर्दाखेरि, धरपकड हुन्थ्यो यस्तै अवस्थाहरू भएर अब तपाईँको आन्दोलनको जुन स्पिड छ त्यो स्पिड मेरो पनि त्यही नै हो। त्यही कारणले नै यो पदमा आज तपाईँहरूले पत्याएर नै गएको र यो तपाईँले जे मुद्दा उठाउनु भएको छ कि हाम्रा साझा मुद्दा मैले भित्र बसेर पनि तपाईँकै मुद्दालाई सम्बोधन गर्ने हो। तपाईँले बाहिरबाट खबरदारी गर्ने र त्यो अपेक्षा राख्ने कुरा पनि हामीलाई नै प्रोत्साहन दिनलाई गर्न खालि चाहिँ कार्यालयमा अरू नियमित कामहरू पनि निकै धेरै छन् गृह मन्त्रालयमा। सबै कामहरू मैले हेर्नु पर्छ। अलिक पछाडि भिडियो चाहिँ खिच्नु पर्दैन होला लाग्छ पछि गर्नुला। हेर्ने क्रममा मैले नियमित कामलाई मैले कम महत्त्व दियो भने त्यसमा फेरि शान्ति सुरक्षा बढी बस्नु नमिलेर हामीलाई बढी चिन्ता के छ भने फेरि हिंसा नबढ्यो। मुख्य कुरा हाम्रो ध्यान कहाँ गएको छ भने एक थोपा पनि रगत बग्नु हुँदैन। हामीले धेरै गुमायौँ नि, धेरै गुमायौँ। हिंसाले कति क्षति भयो होइन। खास गरेर जो भाइ बहिनी मारिनुभयो, घाइते हुनुभयो होइन, त्यस्तो घटना नदोहोरियोस् भन्नको लागि मेरो इफोर्ट चाहिँ सबैभन्दा बढी ठुलो इफोर्ट भनेको झै झगडा द्वन्द हिंसा चाहिँ नबढियोस् भन्ने नै हो। 2 महिना मैले त्यसैमा बढी केन्द्रित गरेको हो। सँगसँगै तपाईँले उठाउनुभएका जे मुद्दाहरू छन् त्यो मुद्दालाई पनि प्रणालीगत हिसाबले सिस्टममा लगेर, सुशासन भनेको प्रणालीको कुरा हो है। व्यक्तिले कानुन बाहिरबाट भन्दा पनि कानुनभित्रबाट, सिस्टमभित्रबाट नै समाधान खोज्नुपर्छ। त्यो चाहिँ दिगो हुन्छ, कहिले पनि उल्टिँदैन। त्यो हिसाबले मैले सिस्टमभित्रबाट तपाईँले के कुराहरू उठाउनु भएको छ त्यसलाई मैले भित्रबाट सम्बोधन गरिराखेको क्रमिक रूपमा